हेलो एभ्रिवान। आजको हाम्रो न्यू टपिक भनेको चाहिँ सिम्प्लिफिकेसन। अब सिम्प्लिफिकेसनलाई कसरी गर्ने हो त, र यसै गरेर सिम्प्लिफिकेसनमा हाम्रो रुल्स हुन्छ कि हुँदैन, रुल्स हुन्छ भने रुल्स के हो र हामीले कसरी फलो गर्ने, यो कुरालाई ध्यान दिउँ है त। रुल्स हुन्छ भने रुल्स चाहिँ के होला त, जस्तै कि हामीले सधैँभरि सुनिरहेको कुरा हो बोर्डमास। बोर्डमास भनेको के हो त, BODMA र S। बीले के भन्छ त, बी भनेको ब्राकेट हो। ब्राकेट कति टाइप्सको ब्राकेट हुन्छ त भन्दाखेरि वी ह्याभ 3 टाइप्स द ब्राकेट, जसलाई चाहिँ हामी स्मल ब्राकेट भन्छौँ, कर्ली ब्राकेट भन्छौँ, र अर्को भनेको चाहिँ लार्ज ब्राकेट हो। यसै गरेर ओ भनेको चाहिँ अफ भयो है। अब हामीसँग DMAS छ। डी भनेको डिभाइड, एम भनेको मल्टिप्लाई, एड भनेको एडिसन हो भने एसले चाहिँ के डिनोट गर्दो रहेछ त, सबट्र्याक्सन डिनोट गर्छ। अब हामीले कपीमा पनि हेर्न सक्छौँ, बी ब्राकेट, ओ भनेको अफ, डी भनेको डिभाइड मल्टिप्लाई, ए भनेको एस भनेको सबट्र्याक्सन्स, जसलाई चाहिँ हामीले सबट्र्याक्ट पनि भन्न सकिन्छ सर्ट फर्ममा है त। अब हामीले यसै गरेर ब्राकेट भनेको चाहिँ कति टाइप्सको ब्राकेट हुन्छ भनेको थियो अघि नै, 3 टाइप्सको ब्राकेट हुन्छ। कुन कुन ब्राकेट हो त भन्दाखेरि स्मल ब्राकेट, कर्ली ब्राकेट र लार्ज ब्राकेट। यसलाई हामीले यति मात्रै नभएर स्मल ब्राकेट भन्न सकिन्छ, र हामीले सेकेन्ड यो स्टेपको ब्राकेटलाई चाहिँ हामीले कर्ली ब्राकेट पनि भन्छौँ भने मिडियम ब्राकेट पनि भनिन्छ है त। यो भनेको कुन ब्राकेट हो त, लार्ज ब्राकेट, और वी क्यान से बिग ब्राकेट। ओ भनेको अफ हो, तर यसको मिनिङ के हो त, अफ भनेको चाहिँ नि अफ के गरेर हामीलाई क्वेसनले अफ दिएको छ भने चाहिँ हामीले त्यो भनेको मल्टिप्लाई नै गर्ने हो हैन। हामीलाई क्वेसनले अफ दिएको छ भने पनि वी निड टु सल्भ द प्रब्लम्स फ्रम द मल्टिप्लिकेसन। तर यो चाहिँ हामीले यहाँको पनि मल्टिप्लाई छ, अफको पनि मल्टिप्लाई छ, अफ पनि दिएको छ भने अफ भनेको त मल्टिप्लाई नै गर्ने हो नि त हैन। तर पनि हामीले ब्राकेट ओ भन्ने बित्तिकै ब्राकेट कम्प्लिट हुने बित्तिकै हामीले अफलाई चाहिँ पहिला सल्भ गर्नुपर्छ, मल्टिप्लिकेसन चाहिँ हामीले डिभाइड पछि नै सल्भ गर्नुपर्छ है। यसमा चाहिँ हामीले कन्फ्युजन हुन मिल्दैन है त। अब यसै गरेर हामी क्वेसनमा पनि मुभ गरौँ है त। सिम्प्लिफिकेसन भन्ने बित्तिकै हामीले यसै गरेर हामीले सिम्प्लिफिकेसनमा पनि जाऊँ। सिम्प्लिफिकेसनमा हामीले अब यो त हाम्रो भयो रुल्स भयो, यो त हाम्रो सिम्बलको बारेमा डिस्कस गऱ्यौँ भने अब यो रुल्सलाई चाहिँ हामीले कसरी एप्लाई गर्ने त, हाउ टु एप्लाई फर सल्भिङ दिस प्रब्लम्स। अब हेरौँ है त। सिम्प्लिफिकेसन भनेको भन्ने बित्तिकै हामीले बर्डमासको रुल्स फलो गर्नुपर्छ, त्यो त हामीले डिस्कस गरिहाल्यौँ। बर्डमासको रुल्समा चाहिँ बी भनेको बीदेखिबाट एससम्मको सिम्बल र यसले केलाई पहिला सुरु कुन सल्भ गर्नुपर्छ भन्ने कुरा पनि हामीले थाहा पाइ नै हाल्यौँ है। जहिले पनि हामीले ब्राकेटबाट स्टार्ट गर्नुपर्छ। ब्राकेटबाट स्टार्ट गर्दाखेरि पनि हामीले जहिले पनि फर्स्टमा चाहिँ हामीले स्मल ब्राकेट सल्भ गर्नुपर्छ। स्मल ब्राकेट भइसकेपछि कर्ली ब्राकेट, त्यसपछि लार्ज ब्राकेट, अफ, डिभाइड, मल्टिप्लाई, एड र सबट्र्याक्ट गर्नुपर्छ। अब यसको प्रोसेसमा चाहिँ अब यति त हामीले भनि नै हाल्यौँ हैन। अब हामीले कसरी रुल्सलाई एप्लाई गर्ने रहेछ हेरौँ है त। अब हामीलाई क्वेसनले दिएको छ 15 माइनस कर्ली ब्राकेट स्मल ब्राकेट 2 टाइम्स 1 प्लस 4 टाइम्स 3 क्लोजिङ ब्राकेटहरू कर्ली ब्राकेट दिएको छ हैन। फर्स्ट अफ वी निड टु स्टार्ट सल्भिङ फ्रम द ब्राकेटबाट सल्भ गर्नुपर्छ। ब्राकेट पनि हामीसँग 3 तरिकाको ब्राकेट छ भनेको छु, तर यो क्वेसन अनुसार चाहिँ हामीलाई 2टा ब्राकेट दिएको छ, जुन चाहिँ स्मल ब्राकेट दिएको छ। हाम्रो यो क्वेसनमा स्मल ब्राकेट दिएको छ कि छैन, छ नि है। छ भने कहाँनिर दिएको छ, वी क्यान जस्ट डु द अन्डरलाइन फर द बेटर अन्डरस्ट्यान्डिङ है त। हामीले कन्फ्युज हुन्छ भने चाहिँ सिम्पल एउटा अन्डरलाइन मात्रै गर्न सकिन्छ। जस्तै कि सोल्युसन इज भेरी कम्पलसरी फर राइटिङ द म्याथमेटिक्स एनी वर्क हैन। हामीले म्याथमेटिक्सको कुनै पनि वर्कहरू कुनै पनि सल्भिङ गर्दैछौँ भने चाहिँ हामीले चाहिँ सोल्युसन चाहिँ लेख्नै पर्ने हुन्छ है। यसै गरेर सोल्युसन लेखेपछि हामीले
अब हामीले यही क्वेसनमा मैले सारेको छु। यो क्वेसनबाट हेरौँ है त। स्मल ब्राकेट हुन्छ, स्मल ब्राकेट भनेको कुन हो त 2 टाइम्स 1। हामीले 2 टाइम्स 1 ले मल्टिप्लाई गर्यो भने आन्सर कति आउँदो रहेछ त 2 नै आउँछ है। अब हामीले यही क्वेसनमा अर्को पनि हाम्रो स्मल ब्राकेट छ नि हैन। सो 4 ले 3 लाई मल्टिप्लाई गर्यो भने कति हुन्छ त 4 टाइम्स 3 भनेको 12। सो अब हाम्रो बीच हामीलाई यो बीचमा सिम्बल प्लस भएको कारणले गर्दा हामीले केसलाई फोकस गर्नुपर्छ भन्दाखेरि स्मल ब्राकेटलाई सल्भ गरिदिने सेम आन्सर 2 टाइम्स 1 भनेको 2 भयो। अब हामीले फेरि ब्राकेट राख्नुपर्ने नेसेसरी छ त छैन। किन छैन? केही गरेर हामीलाई अरू कुनै नम्बर दिएको भए राख्नु पर्ने हुन्थ्यो होला। अब त यसको प्रब्लम सल्भ भइसकेको छ नि त, त्यही भएर हामीले ब्राकेट राख्नु पर्दैन, 2 मात्रै राख्नुपर्छ यसमा है। सो अब एडिसन छ सिम्बल, सेम सिम्बल राख्ने। अब 4 टाइम्स 3 भनेको छ, 4 टाइम्स 3 भनेको कति हो त 12 भयो। यसको पनि कुनै पनि अरू नम्बर दिएको छैन भनेपछि हामीले ब्राकेटलाई ओपन गरिदिने अनि 2 प्लस 12 भयो। यो अझै पनि हाम्रो कर्ली ब्राकेट भित्रै छ। हाम्रो फर्स्ट ब्राकेट सकेपछि सेकेन्ड ब्राकेट त पालो आउँदैछ अझै हैन। दुईटालाई एड गरेपछि हाम्रो के हुन्छ त आन्सर भनेको 14 हुन्छ। भनेपछि हाम्रो यो क्वेसनमा चाहिँ के प्रब्लम सल्भ गर्नु पर्यो? हामीले ब्राकेटको स्मल र कर्ली ब्राकेट सल्भ गर्छौं। अरू कुनै छ त हामीसँग ब्राकेट पछि अफ दिएको छ, अफ हाम्रो क्वेसनमा छैन। डी भनेको डिभाइड पनि छैन, मल्टिप्लाई पनि छैन, एडिसन पनि छैन, एस दिएको छ जुन चाहिँ सबट्र्याक्सन हो। 15 माइनस 14 भन्दा कति हुन्छ हाम्रो आन्सर 1 हुन्छ। त्यही भएर दिस इज आवर आन्सर। यसरी चाहिँ हामीले सल्भ गर्नु पर्दो रहेछ है त सिम्प्लिफिकेसनमा। यसै गरेर अब बी नम्बरमा हामीलाई अर्को क्वेसन दिएको छ। अब यो क्वेसनमा पनि हामीले कसरी सल्भ गर्ने हो त 25 टाइम्स 2 दिएको छ प्लस कर्ली ब्राकेट स्मल ब्राकेट 4 टाइम्स 3 माइनस 3 टाइम्स 3। अब पनि फेरि हामीलाई के दिएको छ त क्लोजिङ कर्ली ब्राकेट दिएको छ हैन। यस्तो खाले क्वेसनमा हामीले के गर्नु पर्दो रहेछ? अगेन हामीले के गरेर कन्फ्युज हुन्छ भने टपमै BOD MAS बोर्डमास राख्दिने। हाम्रो क्वेसनमा बी भनेको छ कि छैन त? बी भनेको छ। यो ब्राकेटलाई सल्भ गरिदिने अनि स्मल ब्राकेटलाई सल्भ गर्नुपर्छ र अर्को पनि स्मल ब्राकेटलाई सल्भ गर्नुपर्छ। त्यसपछि भनेको कर्ली ब्राकेटलाई सल्भ गरिदिनुपर्छ। अनि अब हाम्रो क्वेसन अनुसार कस्तो हुन्छ हेरौँ है त। ट्वेल्भ माइनस 9 भने कति हो हैन? हामीले घटाउँदा कति हुन्छ? अब हाम्रो कर्ली ब्राकेटको प्रब्लम सकिसकेको छ। कर्ली ब्राकेट सक्यो भने हामीसँग कुन सिम्बल छ त मल्टिप्लाई छ र एड छ। हाम्रो क्वेसन अनुसारमा पहिला मल्टिप्लाई आउँछ कि एड आउँछ? फर्स्टमा हामीले BOD MAS मा एम पहिला आउँछ या चाहिँ ए पहिला आउँछ? भनेपछि एम पहिला आउँदो रहेछ। एम आउँछ भनेपछि हामीले पहिला मल्टिप्लाईलाई गर्नुपर्छ। यो दुईटाको मल्टिप्लिकेसन भनेको 50 प्लस 3 हुन्छ, जसलाई चाहिँ हामीले एन्सर चाहिँ हाम्रो 53 हुन्छ। यसरी चाहिँ हामीले सिम्प्लिफिकेसनको प्रब्लम सल्भ गर्छौँ है त।